ल ग्लोबल अटो इन्टरप्राइजेसमा अपडेट भएका बाइकहरूको बारेमा तपाईँलाई आज म जानकारी गराउँछु। यसको प्राइस र यसको कन्डिसनको बारेमा भन्दैछु। तपाईँहरूलाई मन पऱ्यो भने एकचोटि ग्लोबल अटो भिजिट गरेर तपाईँले बाइक खरिद गर्न सक्नुहुनेछ। यो टिभीएसको एन्टर 125 सीसीमा एकदम फ्रेस कन्डिसन बागमतीको 113 लट हो भने 2019 मोडलको एकदम फ्रेस कन्डिसन छ है। टायरदेखि लिएर यसको बाहिरी स्ट्रक्चरदेखि लिएर इन्जिनदेखि लिएर सब कुरो बवाल छ। पावर पिकअप एकदम राम्रो भइहाल्छ। यसको पावरको राजा। तपाईँले एन्टर खोजी गर्दै हुनुहुन्छ भने चाहिँ ग्लोबल अटो इन्टरप्राइजेसमा सिधै आउनुहोस् र तल दिएको नम्बरमा कन्ट्याक्ट गरेर यो बाइक जम्मा 1,40,000मा तपाईँले यो बाइक आफ्नो बनाउन सक्नुहुनेछ। त्यस्तै टिभीएसकै एन्टरकै इन्जिन भएको जुपिटर 125 सीसीमै यो चाहिँ बागमतीको 92 लट हो भनेदेखि 2017 मोडलको एकदम फ्रेस कन्डिसनमा छ। यो पनि पावर पिकअप एकदम राम्रो छ। यो पनि आएर तपाईँले टेस्ट ड्राइभ गरेर लिएर जानु सक्नुहुन्छ। जम्मा 85,000मा प्राइस। अब अर्को एउटा 220 एकदम हाई डिमान्डेड 220 आइसकेको छ। फ्रेस कन्डिसनमा 91 लटको बागमतीको हो भने 2017 मोडलको नो डेन्ट पेन्ट। यो चाहिँ ओरिजिनल कलर हो। यसको प्राइस पनि जम्मा 1,45,000मा आउँछ। तपाईँले आएर टेस्ट ड्राइभ गरेर लिएर जान सक्नुहुन्छ। इन्जिनहरूमा सबैमा ग्यारेन्टी छ। तपाईँले आएर लिएर जान सक्नुहुन्छ। अब यो चाहिँ 1,18,000मै आउँछ। 2015 मोडलको बागमतीको 66 लट एकदम राम्रो छ। यो पनि टेस्ट ड्राइभ गरेर लिएर जान सक्नुहुन्छ। इन्जिनमा वारेन्टी, अगाडि पछाडि टायरहरू पनि राम्रो छ। अब त्यस्तै अर्को एउटा छ तपाईँको 70 लटको। यो चाहिँ बागमतीको 70 लटको भने 2015 मोडलको 1,05,000मा यो 150 तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। यसको नि इन्जिनहरूदेखि लिएर बाहिरी आउटलुकदेखि लिएर सबै कुरो राम्रो छ। टायरहरू पनि राम्रो छ है। अब यो स्पोर्टी बाइक आएको छ तपाईँको 69 लट है। 69 लटको एकदम ब्युटी लुकमा आएको छ। तपाईँको आएर टेस्ट ड्राइभ गरेर लिएर जान सक्नुहुन्छ। यसको पनि टायरहरूदेखि लिएर इन्जिनदेखि लिएर सबै कुरो राम्रो छ। टायर दुइटै नयाँ हालिदिएको छ भने आउटलुक एकदमै राम्रो छ। तपाईँले यसको प्राइस जम्मा 95,000मा पाउनुहुन्छ। एकदम चाँडो गर्नुपर्ने हुन्छ। यो असार मसान्तभित्र आउनुभयो भने 95,000मा यो बाइक तपाईँले आफ्नो बनाउन सक्नुहुनेछ। त्यस्तै अर्को छ एउटा 83 लटको 150 पल्सर। यो मिठो कलरमा छ है। यो अलि धेरै पाइँदैन, थोरै पाइन्छ। यो आइफोन कलर भन्छु म चाहिँ। आइफोन कलरमा आइसकेको छ एकदम राम्रो। यो चाहिँ 2016 मोडलको एकदम फ्रेस कन्डिसन छ। वान ह्यान्ड बाइक हो। आएर टेस्ट ड्राइभ गरेर लिएर जानु होला। यो पनि तपाईँको इन्जिन कन्डिसनदेखि लिएर सबै कुरो राम्रो छ। यसको पार्ट छोटो भिडियोहरू पनि एउटा फरक भिडियोहरू पनि बनाउँछु एउटाको स्टार्ट गरेर। त्यसको लागि तपाईँले मेरो प्रोफाइल भिजिट गर्नुपर्ने हुनेछ। अब यसको प्राइस भने मैले यसको प्राइस जम्मा तपाईँको 1,25,000मा यो बाइक तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ। अर्को त्यस्तै छ। यो पनि तपाईँको यो चाहिँ बागमतीको 106 लटको 150 TDमा प्राइस सस्तो छ है। यो जम्मा तपाईँले 1,25,000मा यो बाइक पाउन सक्नुहुनेछ। असार मसान्तसम्म आउनु पऱ्यो। 1,25,000मा परदेश 6को है एकदम राम्रो। तपाईँको आवाजहरूदेखि लिएर टायरदेखि लिएर आउटलुक सबै कुरो राम्रो छ। अब तपाईँको फेरि अर्को एउटा आयो एभिएटर। ल केटा मान्छेलाई नि हुने केटी मान्छेलाई नि हुने एकदम राम्रो आएको छ वाइट कलरमा। यो चाहिँ 53 लटको हो भने 2000 यो चाहिँ 12 मोडलको एकदम फ्रेस छ। यो पनि आएर टेस्ट ड्राइभ गरेर लिएर जान सक्नुहुनेछ। यसको प्राइस जम्मा 65,000 मात्रै छ है। एकदम चाँडो गर्नु, प्राइस घट्यो। ल यो 45 लटको एकदम ब्युटी लुक्समा छ। एकदम राम्रो छ। ल 45 लटको चाहिँ जम्मा 55,000मा आएको छ। सबै डेन्ट पेन्ट गरेर राखेको छ। स्क्रचहरू भनेको हुँदैन। एकदम राम्रो हुन्छ सिक्नको लागि र आफू यताउता लोकल चलाउनको लागि एकदम राम्रो छ है। यो चाहिँ ल जम्मा 55,000मा यो आयो। ल 50,000मा त पठाउ गर्नको लागि याङ्गो स्याङ्गो गर्नको लागि चाहिँ एकदम राम्रो हुन्छ। किनभने सस्तो आयो। 50,000मै आयो। 40 लटको भने तपाईँको CBZ पावर पिकअप पनि एकदम राम्रो हुन्छ। चाहिँ यो चाहिँ तपाईँ जहाँ जान नि हुन्छ भने सस्तोमा ठुलो बाइक आयो 150 सीसीको तेलहरू पनि दिन्छ। अब त्यस्तै यो पनि त्यही हो। यो चाहिँ 1,52,000 जम्मा 52,000मा तपाईँको यो बाइक आयो। यो चाहिँ तपाईँको 45 लटको। अब अर्को एकदम सस्तो सिक्नकै लागि चाहियो भन्नुहुन्छ भनेदेखि तपाईँको 42 लटको यो चाहिँ ग्ल्याडिएटर छ यामाहाको। तेल पनि कम खान्छ। 125 सीसीमा हो। तपाईँको जम्मा तपाईँको 45,000मा यो बाइक आयो। यो असार मसान्तसम्मको लागि अफर 45,000मा तपाईँको जहाँ पनि जान मिल्न पनि र सिक्नको लागि पनि एकदम राम्रो भयो। तपाईँले यो पहिला योभन्दा अगाडिको पनि टिकटकमा देख्नुभएको थियो होला। यसको प्राइस घट्यो, स्वाटै प्राइस घट्यो।
यसको प्राइस भनेको 2,50,000 मा आयो अहिले तपाईँको लगभग धेरै प्राइस घटेको छ तपाईँले पहिला भिडियो हेर्नुभएको छ भने ल यो हुन्छ भने यो चाहिँ जापानिज होन्डा एक्सल हो अब यसको यो चाहिँ धेरै पुरानो बाइक हो पुरानो बाइक भए पनि तपाईँको यो चाहिँ महँगो छ यो चाहिँ 1996 मोडल हो तर त्यो चाहिँ अब जापानिज ब्रान्डको भएको भएर अलिकति महँगो छ त्यो चाहिँ पुरानो क्लासिकमा अब यस्तै अरू अरू भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो प्रोफाइलहरू भिजिट गर्नुहोस् र तल दिएको नम्बरमा थप जानकारीको लागि कल गर्न सक्नुहुनेछ र टेस्ट ड्राइभको लागि काठमाडौँ जोरपाटी छारी युवा क्लबमा आएर तपाईँले टेस्ट ड्राइभ गरेर बाइकहरू आफ्नो बनाउन सक्नुहुनेछ।